क्रास भयो यार अन भयो अनमा भइसक्यो ल गाइज हेलो गाइज के भनेर बोल्ने होला यार थाहा नै हेलो गाइज इट्स मी आज चाहिँ हामी कुराहरू ढाप्ट्याम जाँदा ढाप्ट्याम ल है केटाहरू ल आज ढाप्ट्यामको सुरुवात हेलो समन हेलो let's go यहाँ चाहिँ BRUV vlogs you vlogs मेरो चाहिँ सक छैन होइन अनि त्यही भएर के अरे अफरमा अलिक मलाई गाह्रो छ अरूलाई भन्दा ओमा कत्रो हो एकछिन ल यस्तै छ हाम्रो भ्लग चाहिँ होइन केटाकेटी हो हेर रमाइलो गर राइड जान नसके पनि राइड गएको भिडियोहरू हेरेर बस टक्क लाएर होइन मेरो सक भावे चाहिँ अलिक हुन्थ्यो कि तर सकै छैन क्या सक नहुने छ होइन तर लाइक छैन भित्रको रडै छैन क्या त्यो अलिक डर छ मलाई हामी चाहिँ मम्मी सुतेर त हाम सान्ने भयो त केटा हाम नाइ सुली केटाहरूको चाहिँ हाम छ गर्छ केटाहरूले गर्छ ओ माई गॉड जेनी जोस ऑन फायर छ क्या आज किन जाम किन हो जेनिस जोसको उहिले प्रहार हुँदैछ Oh my god. Stop, fire. Oh my god. It's zoom rock. हाम्रो प्यारो दाइ सबैको प्यारो दाइ हो भनी केटा हो मान्छे केटा हो के हो जम आयो Willy Oh my god केटाहरूले उहिले चाहिँ नछोड्ने भयो साइड पो हान्छ यिनीहरूले उहिले कहाँ आइपुग्यो यो हान्छ यार बस पार्कतिर आइपुग्यो केटा यार खाडी उकालो रहेछ नि त यार खाडी उकालो रहेछ नि त यार खाडी उकालो रहेछ नि त ओ कत्रो आइदिएको जस्तो यार साइको उडाइदिनु त यार जसले यो चाहिँ हामी कहाँ आइपुग्यो मलाई थाहा नै केटा हो मेरो बाइक
ठुलो जस्तो कतै क्रास के होइन भने Let's go guys! I'm doing it. Very bad, eh? Camera. Ride चाहिँ सुरु भइसकेको छ हाम्रो Ini tengah apa? Boleh. Tengok.
गाइड सबै छैन। साह्रै उकालो है यो बाटो चाहिँ गाइडहरू। होइन आउँदैछ आउँदैछ जमजम। अलि फेरि अलि यहाँ अड्के ठोकिन्छ। जाऊ 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 रे जाऊ रे जाऊ रे। भ्यू चाहिँ दामी देखिरहेको छ है। ट्याक्सीवाला दिएको छ भ्यू। ओ पछाडि केटा उहिले हान्छ यार। घाटमा हान्दिला भन्ने डर यार। कता हो बाटो? अगाडि आइज न। नाइस उहिले है। Backstop big and the ball in. भाषी भएन छैन यार मलाई, किनकि मैले मोबाइलबाट बनाएर आज फर्स्ट भएको चाहिँ। अनि त्यो भएर भिडियो चाहिँ भएन छैन। भएको छ भने हेरिरहनु भयो होला, भएको छैन भने मैले हालेकै हुँदैन। ओहो रियाक्सन हेर न गाइज, किन हो डराउने? नडराउनु हो, नडराउनु, आफ्नै त हो नि। part of joke है क्या, part of joke, don't take it serious. Oh, here to RM. Oh, Jenny दोस्त कहाँ दोस्त कहाँ? गुंडेला है गुंडेला। ब्रांड से यार बहुत साल होता है। हानेको धुलोले केटाहरूको सबको गोटी टायर छ नि त। अनि त्यो वायल पेल्ने के पेल्ने भन्दा नि वायल हान्ने कि वायलले हान्छ रे। ओहो यस्तो बाटोमा चलाउनु लास्ट डर लाग्ने यार। यस्तो चिपालिदिन्छ टायरलाई, पुरै छोडिदिन्छ। ओ माई गॉड कत्रो टर्निङ अब। केटाहरूले चाहिँ मारी कुदाउँछन् है हाम्रो केटाहरू चाहिँ। फेरि सब प्रोफेसनलहरू है। म चाहिँ लास्टमा छु किनकि मेरो सप छैन। भ्यू हेर न गाइस, भ्यू भ्यू सप लेखेन भ्यू। केटाहरू गएको यार, केटाहरू गएको ल अब सुरु भयो जस्तो चाहिँ केटा हो। अब चाहिँ अब त झन् म स्लो हो यार यिनीहरूभन्दा, सप छैन नि त। सो म चाहिँ एकदम स्लो तरिकाले हिँड्नुपर्छ है, किनकि मेरो सक छैन। के गर्नु, सक छैन भन्दाखेरि सबैले होला नसोच्नु है। सक छ तर काम नगर्ने खालको छ क्या गाइस। आम्मा यस्तो त छ बाटो। अनि हुन्छ मेरो सकले काम हुँदैन नि यार। माया लाग्दो छ नि मेरो सक। ओ माई गॉड, ओहो यहीँ झर्छ क्या हो।
नेक्स्ट वारमा चाहिँ म सब बनाएर आउँछु केटाहरू उकालो भ्याइसक्यो अब सबको कारण बिस्तारै जानु पऱ्यो के गर्नु गाइस के गर्नु यस्तै छ है यहाँ चाहिँ स्कुलको भाइ बहिनीहरू रहेछ हेलो हेलो कति कति रमाइला हुन्छन् ती पलहरू होइन केटाकेटी हो यहाँदेखि चाहिँ अपलोड सकियो जस्तो लाग्यो भनेको माथि होला होइन तर यहाँ अहिले यसलाई चाहिँ सक्यो अब फेरि म रोकेर जानुपर्ने हुन्छ है ओहो कत्रो घुमाउँथ्यो कता हुँदै त्यता हो ल थाहा नै नपाइदिएर क्या दुईवटा बाटो रहेछ मान्छेहरू के हो यदि स्कुल एरिया के गर्नु केटा हो यस्तै त छ नि जिन्दगीको गोरेटोमा होइन ए केटाहरू त कहाँ हो कहाँ माइन्ड नगर्नु होला केटाहरू होइन केटाहरू एउटा साथीहरू साथीहरू माइन्ड नगर्नु होला किनभने आई डोन्ट ह्याभ सक नि त मान्छेहरू मलाई कति गाह्रो चाहिँ चाहियो त हो गाह्रो छ कि सक छैन अनि चुनावको नाम के हो मलाई थाहा छैन यार फर्स्ट टाइम हुन्छ ओ सब कत्रो फालेको यार निस्क्यो के हो ल गाइस बेला बेला रफ फुडहरू निस्किरहेको हुन्छ कि त्यसलाई इग्नोर गरिदिनु है घर ल केटाकेटी हो किनभने अब के गर्नु गेन्जी परियो नि त अनि अलिअलि निस्किरहन्छ कि यस्तो बोलीहरू चाहिँ मलाई घर आमा केटाहरू त्यो उकालो चढिसकेको छ यार हाँसपुरीहरू कस्तो गयो होला त आउनु सक्दैन ट्याक्ट लडिहाल्यो भने भन्ने कुरा हो दाइहरू यहाँबाट जानु भएको हो अरू दाइहरू यहाँबाट जानु भएको हेलो रोहन माइकल उता हेर्नु चक्करमा नदेखिरहेको सरी केटा हो सरी कसैलाई भेटाउँदैन यहाँ चाहिँ पुरानो बिहार रहेछ फेरि अपलोड हो क्या हो यार के गर्नु सक्नु भएपछि त मलाई त तनाव छ नि सब भए भएदेखि त यो अपलोड त आँखा कुदाइदिन्थेँ म के गर्नु अङ्कल यस्तो बाइक यताबाट गयो यस्तो बाइक गयो यताबाट धन्यवाद म त यार सोधा सोधे पो हुन्छु क्या हो यार आज त अनि बाटो यस्तो छ त अनि हेर न ल अनि यस्तो छ बाटो यस्तो छ बाटो अनि मेरो बाइकको सबैले काम गर्छ ओ म त फकिङ गड भ्यू हेर न केटा भ्यू तिमीहरू होइन मेरो कुराहरूलाई इन्कार गरेर इग्नोर गरेर भ्यू हेर ल अलिकति कुदाउने बाटो आउँछ फेरि कन्डाङ गुन्डुङ अनि सबै छैन सो यस्तै छ के माप्चिस कत्रो ढुङ्गा चढ्नु कति लाग्यो आम्मा कस्तो गादै मैले नभेटाउने गरेँ ल हेर त अनि यस्तो अपलोड अनि हात दुख्ने यार पानी नभएर होला नाच हात दुखिरह एक रात यहाँ रहेछ त मलाई पर्खाइहाल्छ बिचरा के गर्नु आउनु सक्थेन अनि तेरो बिस्तारै 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 आउनुपर्छ
रड छैन क्या त्योहरू बिस्तारै आउनुपर्छ आयो सेल भयो के भयो नो सक दुई अहिले त्यति दिएको छैन ए सक्पाले हैन सबै छैन त रडै छैन कि भित्र सब चल्नु त चल्छ रड छैन रड माथि आउँछ अब यो चाहिँ लगाएर कुदाउनु हुन्न यो लगाएर कुदायो भने मैले केही देखिँदैन फेरि मलाई ऐना छ भनेर ऐना हेरेर रहेछ ल है ल ल 1 2 3 4 5 6 7 8 9 टोटल 10वटा बाइक छ एउटा सिआरएम छ हामीसँग आरएम एक्सेस त्यो अनि एसिड छ अनि एक्सेड हो अनि एक्सेस यो आरआर हो डबल के अरे डबल चालिन्छ अनि अगाडि छ जेनिस दोस्को आरएम अनि Let's go! ओहो केटाहरु गयो ओइ केटा ओइ लड्छ क्या ओइ कस्तो लडाउनु खोज्छ त बाइक यार म लडे पनि होइन केटा हो कि मलाई चाहिँ किन होस् बाटो जोको हेर त ल अनि यस्तो बाटो छ अनि मेरो बाइक त सकिएल छ खेल्दैन बाटो त फेरि बगालै छ है केटा बगालै म चाहिँ तिमीहरू ढाब्यामा आउने हो भने के अरे अरू बाइक चाहिँ प्रिफर गर्दिनँ म त प्रिफर भन्दा नि आफ्नो चोइस तर म चाहिँ प्रिफर गर्दिनँ किनकि अरू बाइकले तान्नै गाह्रो हुन्छ तान्नु भन्दा नि अब धेरै चाहिँ भन्ने क्रास केटा हो तर यस्तो अफरोडमा चाहिँ होइन ह्यान्डल बेस गरी समात्ने खुट्टाले यस्तो ट्याङ्की च्याप्ने अनि जाने हो तर सक छैन सक भयो भने म केटाहरूसँगसँगै गइदिन्थेँ कि के गर्नु सक छैन यहाँ चाहिँ हाम्रो आन्टीहरू हुनुहुन्छ रहेछ सायद टिकटक भिडियो अफरोडिङ रहेछ धेरै अफरोडिङ स्टार्ट भएन लेट्स गो केटा लेट्स गो बाटो चाहिँ ऊपर खत्म रहेछ यार यहाँ गयौँ क्या हो ए यहाँ गयौँ यत्रो बाटो छ त सबै गयोमा रुखमा चिस लट्टै उडाइदिन्छु सब goes like जम यो चाहिँ मलाई हेर्न बसेको क्या हुन्छ ओमा समाते सकले के गर्नु पानी छैन त्यही माथि अनि सकलाई हाइट पनि भेट्दैन बाइकको मैले झन् त्यही माथि सक छैन क्या सक भयो भने त कुद्थ्यो नि के गर्नु कता हो मासतिर कता भयो मासतिर अघि गएको सक त ट्याङ्गु भन्नु थालिसक्यो अहिले नै कसरी पो जाने हो टेन्सन हुन थाल्यो त यार मजा त मजा छ होइन तर मेरो सक छैन नि त यार तर आयो यो राइड मेरो कम्प्लिट होस् भन्ने छ बाटोतिर धोका नदियोस् हुन त हतको त्यसले धोका त दिएन अहिलेसम्म म यस्तै सक्दिनँ पोखरा आइपुग्दा सिन्धुली गएको हो कि गाह्रो छ मलाई सबै छैन
भन्न सक्नु भने यति नै कुदिरहेको यार मेरो भाइ। सबजना गइसक्यो मेरो अहिले सम्राट पछाडि चाहिँ सम्राट छ। जा यिनीहरूको त साथ छ नि त, ढुङ्गाको मतलबै भएन, मेरो सक छैन, त्यही भएर बिचरा साथी नै कुदिरहेको रहेछ। सरी साथी, आइरहेको रहेछ सबै छैन यार। होइन केटा हो, तिमीहरूलाई म एउटा सरप्राइज दिन्छु। सुन नयाँ एउटा कुरा लन्च गर्छु म। मेरो सबको हालत छ र मेरो सब माला यार, तर मजा एकदमै छ नि त। आएन जस्तो त्यो पनि भिडियो चाहिँ भएको त। यस्तो जान्थेँ म पनि लडिन लड्थ्यो होइन, तर जान जान्थेँ क्या सबै होइन। हेर्नु ल हेर्न हेर्नु ल सबै होइन क्या। भने क्या हातमा त मैले त ह्यान्डल पुसको समात्यो भने त बाइक कहाँमा कहाँ हुन्छ यार। कस्तो साथी पनि गएको भयो। शीतलमा पुऱ्याउने फेरि अफ साथीको बाइक लास्टमा बसेपछि अरूलाई पनि कुर्नुपर्ने, आफू पनि कुर्छु। एउटा बाइक छ यस्तो तल, यस्तो बाइक छ तल एउटा के स्टार्ट भयो नि खोइ थाहा भएन। साइलेन्सर पाइप पो बोकिरहेको थियो त साथीले त। हो साइलेन्सर पाइप झरे जस्तो छ। क्रस बाहिर हो हजुर। यस्तो जाउँ दोस्त, लेट्स गो गाइस। अब चाहिँ दोस्तो फेरि बोल्दै क्या फेरि साथीको चाहिँ साइलेन्सर झरेको थियो अरे, आइसक्यो नि। अब चाहिँ सब खेल्दैन नि त, अनि बिस्तार जानुपर्छ। अनि भन्नु त्यो कसरी फिट गरे यार, सामान पकाएर जस्तो फिट गर्ने सामानहरू फेरि अर्कै सामान बुझ्दा क्या केटीहरूले। त्यो आन्टीहरूले अन्त लगाइदिएर म क्या बाइकको लाग्यो यार। तर हुन त कोही लेडी दादाहरू जान्ने हुन्छ कि केटाहरू दाइहरू चाहिँ पुग्यो होला यार माथि ड्याम के अरे ढाब ड्याममै त पुगेन होला।
रुखहरू काट्नेबाट बचाउँछ घामतिर जाँदाखेरि पनि मजा हो यही अब खुट्टा नभेटेपछि गाह्रो गाह्रो 1 सेकेन्ड क्रास उठाउ दोस्त 1 2 3 क्रास भइसकेको छ स्ट्यान्डै छैन मेरो चल्छ दोस्त कुदाउनु लास्टै ढुङ्गा लास्टै स्टार्ट हुन्छ नि नभेटेपछि गाह्रो छ क्या माथि त्यही माथि सक नभएको खुट्टा नभेट्यो अनि गाह्रो एकचोटि क्लास है केटा हो रन्दै गर ल तिमीहरूको बाइकको चोटि लड्छ अब गन है गन एक भयो सक छैन एक्सिलेटर दिम ल हेरे आफै नलड्यो कसरी एक्सिलेटर दिम सक छैन अफरोडमा गाह्रो स्लो कुदाम बाइक अफ हुने खुट्टा नभेट्ने नलडोस् पनि किन हो लड्ने हो नि ड्राइभ किन आएको लड्न आयो नि त लड्ने हो नि लड्ने हो रे जिन्दगी मजा यसमा छ नि केटा हो अरू यहाँतिर मेरो सब भाइ पुरै नरोकिकन बटन बटाएर मिल्छ अब सब छैन स्लो गर्नु पऱ्यो स्लो गरेर लड्छ अनि के गरौँ केटा हो फेरि हो मलाई के अरे यो बाटो देखेर एउटा गीत याद आइरहेको छ क्या कति गीतै बिर्सेँ यार के भने मैले याद आइरहेको छ होइन तर त्यो गीतै बिर्सेँ क्या मैले के भन्नु मेरो त्यो टाइम क्या हो अब त सुनेको बाइकको एउटा राम्रो ठाउँमा गरेर त जस्तो आएको छैन जस्तो लाग्यो बाटो त्यस्तै हो केटा अर्को दोषको त साइलेन्सर झरेछ नि तर हालेर पनि आयो फेरि अर्को साथी तलै पुग्या के साइलेन्सर भुइँमा ए होइन यहीँ खोइ त्यो स्टार्ट भाग भाइ गर्दो रहेछ यो बाटो छोड्दै आन्टीहरू आउँदैछ सोध्दैन यहाँ आइपुगेको भनेको कस्तो राम्रो छ पछाडिको ए सरी यो अब गराउनु यार यहाँ सुन्यो बाइक हान्छु है एकचोटि खाता खोलेँ मैले फेरि भर्खर यस्तो लडेको होइन तर म चाहिँ लडेन बाइक लडेँ साथीको त अब भागको भाइ गर्दो रहेछ बाइक अनि कसरी आउनु समर छुए त दोस्त तिम्रो यसले त्यसले त काका छुन्छ नि तिमीलाई अहिले हेर दोस्त यो सकै होइन यहाँ आएको देख्छ अरे निक्लिन्छ क्या लामै यहाँसम्म आइपुग्छ सँगै म त त्यसै हाल्नु फेरि थियो यो बाहिरको निस्किने हामी जस्तो ठ्वाक्क आउँदैन क्या लक हुँदैन क्या एउटा लम्मै निक्लिन्छ आउँदैन अब नयाँ नै हाल्ने नो साउन्ड पोल्युसन क्या like this साइलेन्सर बिनाको बाइक पनि छान्छ केटा हो सिक्ने त ओहो धुलो त ओ दाइ आजकल भनेर यस्तो हुन्छ मलाई सक्ला भएपछि गाह्रो क्या म्याच सिक्ने बाटो चाहिँ ढिलो सजिलो छैन केटा हात चाहिँ आम्मा कसम होइन यस्तो दुख्छ
भनेदेखि साइलेन्सर नहुने त्यसलाई अरू अरू चाहिने चिजै छैन कि जुन कुरा हुनुपर्छ मान्छेमा भने जस्तो अब जुन कुरा डरलाग्दो हुनुपर्ने त्यही छैन अनि गाह्रो हुँदैन यस्तो मान्छे लक्ष्य हो अनि यस्तोमा त नकुद्ने कुद्छ कस्तो मेरो सब खराइसक्यो खरा भन्दा झङ भनिसक्यो लगको भित्र पुरै फुटि नै सक्यो यार केटाकेटी हो अब त रात पर्छ कसरी आउने हो मेरो बाइकमा खाने भएर दुईजना केटाहरू चाहिँ आएन जस्तो लाग्यो मलाई पागल भोला हो म त बिहान तातो पानी खान निस्केर चिया नि खाइन नानीले चिया ग्यास्ट्रिक हुन्छ हाम्रो दुधको चिया मन पर्छ दुधको चिया खायो नि ग्यास्ट्रिक हुन्छ गोटीवाला नभएर कस्तो चिप्लियो कि हुन्छ मेरो गोटीवाला हो तर गोटी नै सकिसक्यो कस्तो ढुङ्गा रहेछ खटाउनु नसक्यो यस्तो ढङ्ग नै उज्यालोबाट ओह्रालोमा के अरे अँध्यारोमा अब कस्तो हुने
साथीहरू फाल्छ यार मेरो बाइक उता गएर त्यो उता सफ्टवेयर एउटा बाटो छ नि सुन्दर जाने यो कडा हो यो होइन यो त्यो उसबाट यताबाट त्यो ओह्रालो झर्ना छ खतरा भयो है यो चाहिँ जान्छ त्यसलाई त गाह्रो छ केटाहरू है ल रेस्ट टाइम केटा हो रेस्ट टाइम त्यो बबाल हिमाल छ नि त्यहाँ ए अब हिमाल है केटा रेस्ट टाइम अलिअलि खाजा पानी गरेर चल्दिस फेरि खाना माथि खाना खाने क्या है केटा हो भापडम ल है केटा म त जसको बत्ती एउटा भेर्ने हो त्यसको कुदाउनेको बत्ती पछाडि कुदाउँदै अब इटिङ कति भोक लाग्यो मजाले ल अब फ्याफुल्ला जाऊ न 2-3 जना अगाडि सर्रै ल हे केडा हौ तीनजना चाहिँ तीनजना चाहिँ यो केटा हो यो एकजनाको स्टार्ट ल है ल अब फेरि स्टकमा हान्ने कार्यक्रम ग्यारेज फाइनली एकदम हार्ड के अरे यसको पछि त्यतै हो कि